गर्दछौँ। परमेश्वर पिता, तपाईको छोरा र छोरीलाई दिनुभएको सुन्दर यो घरको ढोकाको चाबीलाई यहाँले मलाई प्रार्थनाको लागि दिनुभएको छ। अब परमेश्वर पिता, परमेश्वर पुत्र, परमेश्वर पवित्र आत्मा, यो चाबीलाई तपाईँ प्रभुको आशिषमा सबै कुरो राख्छौँ। जब जब प्रभु यो द्वार खोलिन्छ, तपाईँ प्रभुको प्रेजेन्ट यस परिवारसँग सधैँ रहेको होस्। येशू ख्रीष्टको जीवित अनि पवित्र नाममा आमेन। यस घरमा शान्ति होस्, यहाँ बस्ने र आउने जाने सबैलाई शान्ति होस्। हाम्रो गुहार स्वर्ग र पृथ्वी सृजना हुने परमेश्वरको नाउँमा छ। परमेश्वरले नै घर बनाउनु भएन भने बनाउनेहरूको परिश्रम व्यर्थै हुन्छ। परमप्रभुको नाउँ अब उपरान्त सदा सर्वदा धन्यको होस्। अब पिता, पुत्र अनि पवित्र आत्माको नाउँमा म यो घरको ढोकालाई खोल्न अनि समर्पण गर्न चाहन्छौँ। यसभित्र हामी सबैजना प्रवेश हुनेछौँ। म आमालाई भन्नेछु, तपाईँले काटिदिनुहोस्। परमेश्वर पिता, परमेश्वर पुत्र, परमेश्वर पवित्र आत्माको नाउँमा यो रिबिन काटिरहेको छ। धन्यवाद येशू, धन्यवाद येशू, धन्यवाद येशू, धन्यवाद येशू। घरको मालिकले आमा बस कति खुसी हुनुभयो। म त एकदमै खुसी भएँ, किनभने एउटा प्रभु आपदहरू कुनै प्रकारको क्षतिहरू यस घरमा नभएको होस्। प्रभुको प्रार्थना हामी एकसाथ भन्छौँ। यहाँ हाम्रो स्वर्गमा बस्ने पिता, तपाईँको नाम पवित्र गरियोस्, स्वर्गमा छ त्यस्तै पृथ्वीमा पुरा होस्। हामीलाई पिता प्रभुको अनुग्रह, ईश्वर पिताको प्रेम, पवित्र आत्माको संगति र सहभागिता यस परिवारसँग अनि विशेष हामी यहाँ जुटेका सबैसँग आजदेखि उसो सदा सर्वदा भइरहौँ। अब हामी